आज चाहिँ तपाईँहरूलाई म एउटा धानबारी होइन धेरैवटा धानबारी जहाँ चाहिँ बर्खायामको धानहरू रोपेर सबैले सक्नु भएको छ यो गाउँमा। यो चाहिँ झापामा हो अनि झापाको दृश्यहरू अलिअलि तपाईँलाई म देखाउँछु ल। हेर्नुहोस्, सबैले धान रोपिसक्नु भएको छ र काम पनि सकिएको छ यहाँको। अनि त्यो काम सके लगत्तै मैले चाहिँ भ्लग बनाउन सुरु गरेको। अनि त्यसपछि अब आजको दिन चाहिँ गर्मी छ अनि गर्मी भएपछि अब त्यही पनि गर्मीमा यसो कुनै मोमेन्टलाई क्याप्चर गर्नको लागि मैले चाहिँ यो भ्लग बनाएको हो। अनि त्यही भएर चाहिँ तपाईँले इन्जोय गर्दा हुन्छ मेरो भ्लग। अनि अर्को कुरा, तपाईँकोतिर कस्तो मौसम छ अनि धान रोपिसक्नु भयो होला। नेपालमा धेरै खेती किसान गर्नुहुन्छ, सबैलाई थाहा भएकै कुरा हो। र यहाँको दृश्यहरू हेर्नुहोस्। अब बर्खामा पानी परेन भने चाहिँ यो मोटरहरू छ, मोटरले पानी लाउने गरिन्छ। अनि अर्को कुरा भनेको चाहिँ अब हामीले यस्तो गर्मीमा चिसो कुरा खानुपर्छ। चिसो कुरा खाँदाखेरि चाहिँ होइन आफूलाई चिसो महसुस हुन्छ। अनि गर्मी पनि इन्जोय गर्न सिक्नु पर्यो, स्विमिङ जानु पर्यो। स्विमिङ गएर अनि आफूलाई इन्जोय गर्ने यही मौसम हो। गर्मी पनि त्यस्तो नराम्रो मौसम त होइन, इन्जोय गर्न सकिन्छ। आइसक्रिम खाने, चिसो खाने, नुहाउने, सुत्ने, बस्ने, काम गर्ने रमाइलो हुन्छ। यस्तै छ अब झापाको दृश्यहरू हेर्नुहोस्।